बीचबाट सदस्यले बीचबाट हिँड्नु हुँदैन र कुनै सदस्यले बोलिरहेको समयमा अशान्ति गर्न वा बैठकको मर्यादा हुँदैन र बैठक कक्षमा सभाध्यक्षको आसन बैठक कक्षमा मोबाइल फोन बन्द गर्नुपर्ने छ र सभामा सरकारको जनौषधिको उत्तरदायित्व सहितको विकासको आवश्यकतामा आज हाम्रो ध्यान केन्द्रित हुनु
स्थानीय तहको सरकार जनताको सुख-दुःखको जनहितको सेवा र जनताको प्रत्यक्ष निर्णयको सञ्चालन गर्ने भएकाले हामी जनप्रतिनिधिहरू जनताको शासक नभई सेवक हो भन्ने मान्यतालाई आत्मसात गर्दै सकारात्मक सोच र प्रतिबद्धता सहित प्राप्त सीमित संसाधनको अधिकतम उपयोग गरी रोजगारको विकास र नागरिकको सेवा गर्न दृढ सङ्कल्पका साथ जनतालाई इतिहासको निर्माताहरू भन्ने कुरालाई आत्मसात गर्दै जनताको विकास निर्माण आर्थिक विकासमा सहभागिता सुनिश्चित गर्न हामी आफैबाट हाम्रो गर्दा आत्मनिर्भर र समृद्ध गर्दा भन्ने मूल आशय प्रत्येक नागरिकले रोजगार निर्माण गर्ने काम प्रेमी जनमैत्री निधि अधिकार गर्दछ। सभा सदस्यज्यूहरू, म अब यस गरिमामय सभा मध्ययोजना 82 राष्ट्रिय नीति तथा कार्यक्रम तयार गर्नका लागि गरेका प्राथमिक लक्ष्य र उद्देश्य प्रस्तुत गर्ने अनुमति चाहन्छु। राष्ट्रिय सौर योजना र तिम्रो विकासको अवधारणालाई आधार बनाई क्रमशः कार्यान्वयनको लागि जोड गरिएको छ। पालिकाले निर्माण गरेको पञ्चवर्षीय योजना, आवासीय योजना, सडक योजना, मध्यकालीन खर्च संरचना, प्रजनन सम्भाव्यता अध्ययन योजना लगायत योजनालाई आत्मसात गर्दै योजनाबद्ध विकासको लक्ष्य हासिल गरिनेछ। आवश्यक यही कार्यविधि निर्माण गरी सुशासन तथा नीतिगत भ्रष्टाचार भन्ने विधानलाई अन्त्य गर्दै आर्थिक जोखिमबाट जोगाउँदै उत्पादनशील रोजगारमूलक आर्थिक विकास गरी जनताको जीवनमा परिवर्तन ल्याइनेछ। स्वास्थ्य र दक्ष जनशक्ति निर्माण गरी सामाजिक आर्थिक रूपान्तरण सहित आम्दानी रोजगारले द्रुत प्रवाह गर्नेछ। उत्पादनशील तथा रोजगारमूलक क्षेत्रमा लगाइएको वातावरण निर्माणले बेरोजगार युवाहरूलाई स्वदेशमै रोजगार दिलाइ स्तरमा जीवन स्तरमा परिवर्तन ल्याइनेछ। हजुरहरूका विभिन्न भाषा, संस्कृति, परिकार, वेशभूषा, धार्मिक स्थल, जैविक तथा वातावरणीय पक्षको संरक्षण प्रबन्धन गर्दै प्रत्येक क्षेत्रको रूपमा विकास गरी आर्थिक समृद्धिको बाटो तयार पारिनेछ। आन्तरिक आय वृद्धिको लागि राजस्व र करको दायरा बढाउनुको साथै पेसा व्यवसायलाई पालिकामा सूचीकृत गरी सक्षम पालिका बनाइनेछ। महिला, बालबालिका, मधेसी, मुस्लिम, दलित र अल्पसङ्ख्यक र पछाडि पारिएका समुदायको जीवन स्तरमा परिवर्तन ल्याउन आवश्यक कार्यक्रम तयार गरी लागू गरिनेछ। शैक्षिक क्षेत्रमा पूर्वाधार केन्द्र गुणस्तर शिक्षा प्रदान गरी आजको युगको प्रतिस्पर्धा गर्न सक्ने दक्ष विद्यार्थी तयार पारिनेछ। गाउँपालिकाको भौतिक पूर्वाधारका प्रयोजनालाई प्राथमिकीकरण र सबै तालिका बनाई प्रभावकारी कार्यान्वयन गर्ने साथै कार्यान्वयन हुन नसकेको पूर्वाधारको बारेमा आवश्यक कानुनी प्रक्रिया अप्नाई टुङ्गो लगाइनेछ। कृषि क्षेत्रमा अर्थपूर्ण उत्पादनको व्यवसायीकरण गरी कृषिको जीवनमा परिवर्तन ल्याइनेछ र राष्ट्रिय अन्तर्राष्ट्रिय विभिन्न दार्शनिक निकाय, सङ्घ संस्था निकट व्यक्तिहरूसँग साझेदारी गरी खोजिरहेको विकास र जनताको आर्थिक विकासमा टेवा पुर्याइनेछ। सभाका सदस्यज्यूहरू, अब म क्षेत्रका नीति तथा कार्यक्रम प्रस्तुत गर्ने अनुमति चाहन्छु। 1. शिक्षा। आधारभूत शिक्षा निःशुल्क र अनिवार्य गर्नुको साथै पालिकालाई साक्षर पालिका बनाउन औपचारिक तथा वैकल्पिक शिक्षा कार्यक्रम लागू गरिनेछ। सही बन्धुगृह गैरदार मधेसी, मुस्लिम, दलित, गरीब असहाय अपाङ्ग छात्र छात्राहरूलाई छात्रवृत्ति र सफलताका कार्यक्रमहरू उपलब्ध गराइनेछ। छात्र बालिका स्तरीय अन्तर विद्यालय निर्माण क्षेत्र प्रतियोगिता सञ्चालन गर्नका लागि अतिरिक्त क्रियाकलापहरूलाई प्रोत्साहन गरिनेछ। अभिभावक बालबालिकाहरूलाई आवासीय व्यवस्थापन तथा निःशुल्क पठन पाठनको व्यवस्था गरिनेछ। सार्वजनिक विद्यालयमा बाल विकासदेखि कक्षा 5 सम्म दिवा खाद्य उपलब्ध गराइनेछ, जसको प्रभावकारी कार्यान्वयनको लागि अनुगमन गरी पारदर्शी बनाइनेछ। दरबन्दी मिलान र विद्यालय कर्मचारीको आवश्यक समायोजनलाई प्राथमिकता दिइनेछ। मुख्यतः 4 विद्यार्थी शिक्षावृत्ति लागू गरिनेछ। शिक्षक, शिक्षिका र विद्यालय कर्मचारीको आवश्यक सेवा सुविधा उपलब्ध गराइनेछ। धार्मिक विद्यालयका शिक्षक गर्ने धार्मिक धर्मगुरु र शिक्षक स्वयंसेवकका लागि प्रोत्साहन रकम व्यवस्थापन गरी लागू गरिनेछ। हजुरहरूको शैक्षिक गौरव लुम्बिनी प्राविधिक विश्वविद्यालय
केन्द्रहरूलाई नियमित सञ्चालनमा ल्याइनेछ। विद्यालयमा आँखो बगैँचा निर्माण वातावरणमै फोहोर मैला व्यवस्थापन र पढ्दै गराउने कार्यक्रमहरू सञ्चालन गरिनेछ। कक्षा कोठालाई बनाउने कार्यक्रमलाई प्रभावकारी बनाउन दिइएको छाना रहित विद्यालय घोषणा कार्यक्रम सञ्चालन गरिनेछ। विद्यालय निर्माण प्रविधि स्मार्ट कक्षा निर्माण सबलीकरण र शिक्षक सिकाइको लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सरकारी संस्था र निकायहरूसँग सहकार्य गरिनेछ। कक्षा 8, 10 र 12 लाई उत्कृष्ट नतिजा ल्याउन अभिभावक शिक्षक विद्यार्थीलाई अतिरिक्त पाठ्य पुस्तक उपलब्ध गराउने, तालिम सञ्चालन गर्ने, परीक्षालाई लक्षित गरी कक्षा तथा उत्तीर्ण कक्षा सञ्चालन गरिनेछ। कक्षा 5 लाई पालिका स्तरीय परीक्षा सञ्चालन गरिनेछ। सम्पूर्ण जनप्रतिनिधि, कर्मचारी, शिक्षक लगायत सरकारी तलब प्राप्त गर्ने व्यक्तिहरूले आफ्ना छोराछोरीहरूलाई अनिवार्य सरकारी विद्यालयमा पठन पाठन गराउने, यदि नगराएको खण्डमा यस कानुनअनुसार कार्यविधि बनाई कारबाहीको प्रक्रियालाई अगाडि बढाइनेछ। कक्षा 8 र 10 लाई अतिरिक्त कोचिङ कक्षा सञ्चालन गर्न सपोर्ट कार्यक्रम ल्याइनेछ। 2. युवा तथा खेलकुद। खजुरा गाउँपालिकाको मुख्य खेलको रूपमा कबड्डीलाई परिभाषित गरी पालिका खेलको रूपमा परिभाषित गरी सञ्चालन व्यवस्थापन गरिनेछ। अन्तर्वडा खेलकुद प्रतियोगिता अन्तर्गत कबड्डी, ब्याडमिन्टन, जुडो, मार्सल आर्ट, चेस, साइक्लिङ, महिला पुरुष म्याराथन, भलिबल खेल सञ्चालन गरिनेछ। प्रत्येक माध्यमिक विद्यालयमा कराते खेलकुद सञ्चालनमा ल्याइनेछ। शहीद डम्बरडाँडामा स्मृति फुटबल प्रतियोगिता सञ्चालन गर्न स्थानीय हिमालय युवा क्लबसँग साझेदारी गरिनेछ। शहीद स्मृति तथा रात्रिकालीन क्रिकेट प्रतियोगिता सञ्चालन गरिनेछ। खजुरामा रहेका क्लबहरूलाई प्रोत्साहन तथा खेलकुद सामग्री वितरण तथा साझेदारी गरिनेछ। केही सार्वजनिक स्थानहरूमा खुल्ला खेल सञ्चालन गरिनेछ र राष्ट्रिय अन्तर्राष्ट्रिय ख्याति प्राप्त खेलाडीहरूलाई सम्मान गरिनेछ। सम्पूर्ण स्वास्थ्य क्षेत्र प्राथमिक स्वास्थ्य केन्द्र र स्वास्थ्य चौकीलाई स्वास्थ्य सामग्री, जनशक्ति र औषधि उपलब्ध गराई भरपर्दो स्वास्थ्य सेवा प्रदान गरिनेछ। खजुरा गाउँपालिकाभित्रमा गर्भवतीहरूका लागि निःशुल्क ल्याब परीक्षण, भिडियोलेसन र एम्बुलेन्सको व्यवस्था गरिनेछ भने आर्थिक अवस्था कमजोर भएका सुकेश तथा गर्भवतीहरूको आपतकालीन उपचार र व्यवस्थापनको खर्च व्यवस्थापन गरिनेछ। अवश्य सहयोग लागि कार्यक्रम मार्फत ज्येष्ठ तथा आश्रित नागरिकहरूलाई घर निःशुल्क स्वास्थ्य परीक्षण र औषधि उपलब्धतालाई सुनिश्चित गरी सेवा प्रदान गर्न कार्यरत स्वास्थ्य केन्द्रहरूलाई प्रभावकारी रूपमा परिचालन गरिनेछ। ज्येष्ठ नागरिक सन्ततिलाई गाउँपालिकाभित्रमा स्वास्थ्य संस्थानमा निःशुल्क उपचारको व्यवस्था गरिनेछ। खजुरा गाउँपालिकामा कार्यरत स्वास्थ्य केन्द्रहरूलाई आवश्यक आधार क्षमता विकास पूर्ण तालिम प्रदान गरिनेछ। आर्थिक दिगपूर्ण तथा विकलरोगीहरूलाई आर्थिक सहायता प्रदान गरिनेछ। क्षयरोग, कुष्ठरोग लगायतको सर्वरोगहरूलाई रोक्ने गर्न विशेष कार्यक्रमद्वारा सबै पहल गरिनेछ। खजुरा गाउँपालिकामा सबै वडाका स्वास्थ्य संस्थाहरूमा निःशुल्क तथा विशेष स्वास्थ्य शिविरहरू सञ्चालन गरिनेछ। पूर्ण खोप पाउने गाउँपालिकाहरूको नैसर्गिक अधिकार भएको कुराहरूलाई सुनिश्चित गर्न प्रभावकारी रूपले कार्यक्रम सञ्चालन गरिनेछ। रहेको कुपोषण भएका गाउँपालिकालाई पोषण गर्ने कार्यक्रम सञ्चालन गरिनेछ। शक्तिशाली धूम्रपान तथा लागु वस्तुको वितरण गर्न विद्यालयमा सामुदायिक स्तरमा जनचेतना गर्न कार्यक्रम सञ्चालन गरिनेछ। खजुरा गाउँपालिकाभित्र रहेका मेडिकल व्यवसायहरूलाई सूचीकृत गर्नका लागि प्रभावकारी अनुगमन गरी स्वास्थ्य क्षेत्रमा सुधार गरिनेछ। खजुरावासीको स्वास्थ्य अवस्था सुधारका लागि विद्यालयमा स्वास्थ्य शिक्षा प्रबन्धन गरी नसक्ने रोगहरू नियन्त्रण गर्न नीति अगाडि बढाइनेछ। स्थानीय पूर्वाधार सहयोग कार्यक्रम भौतिक पूर्वाधार स्थानीय पूर्वाधार सहयोग कार्यक्रम LISB सँग साझेदारी गरी स्थानीय पूर्वाधारको विकास, ग्रामीण सडक सुधार, साना सिँचाइ, खानेपानी तथा सरसफाइ र भवन निर्माण, विपद जोखिम न्यूनीकरण, जलवायु उत्थानशील र वैकल्पिक ऊर्जा सम्बन्धी योजना तथा कार्यक्रमहरू कार्यान्वयन गरिनेछ। पालिकामा भौतिक पूर्वाधार निर्माण गर्दा अपाङ्ग व्यक्ति, बाल व्यक्ति पूर्वाधार निर्माण गरिनेछ।
विन्डोज नेपालसँग सहकार्य गरी किनको छाना रहित विद्यालय भवन र शौचालय निर्माण गरिनेछ। वैद्युतिक ऊर्जाको प्रयोगलाई प्रोत्साहन गर्दै साझेदारीमा विद्युत चुम्बक वितरण गरिनेछ। भवन आचार संहिताको आधारमा रही सोही मापदण्ड अनुरूपको नक्सा बनाई घर बनाउन प्रोत्साहन गरिनेछ। मर्मत गर्नुपर्ने भौतिक पूर्वाधारलाई मर्मत सम्भार कोषबाट उपयोग तथा सञ्चालन गरिनेछ। विद्युत लाइन नपुगेका बस्तीहरू र विद्युत आवश्यक पर्ने स्थानहरूमा विद्युत पोल तार खरिद र सडक बत्तीको साथै सडक क्षेत्रमा रहेका विद्युत लाइन आवश्यकताका आधारमा डिस्मेन्टल गर्नका लागि बजेटको व्यवस्था गरिनेछ। पुराना र नयाँ गौरवका योजनाहरूलाई र नयाँ कार्यान्वयन हुन नसकेका योजनाहरू प्रशासनिक भवन, बहुउद्देश्य सभा हाउस, शिव मण्डल, 1500 अस्पताल, झुलेङ्गे पुल औद्योगिक ग्राम, बस पार्क, शहीद पार्क, अनाथालय बालबालिकाको पुनर्स्थापना भवन, सामुदायिक भवन, विपद सेल्टर भवन, व्यावसायिक भवन, वडा कार्यालय भवन, अधुरा विद्यालय भवन र सडकहरूलाई समय तालिका निर्धारण गरी यस आर्थिक वर्षमा सम्पूर्ण गरिनेछ। विपणन नागरिकका लागि आवास योजना तथा फुसको छाना हटाई टिनको छाना निर्माण गरी सुरक्षित आवास कार्यक्रमहरूलाई निरन्तरता दिइनेछ। सार्वजनिक निजी साझेदारी विकास कार्यक्रमहरू सञ्चालन गरिनेछ भने स्थानीय स्तरको विकासमा टोल विकास संस्थालाई सहभागी गराई सहजीकरण, अनुगमन र जवाबदेहीतामा जोड दिइनेछ। कृषि पालिकालाई कृषि उत्पादनमा आत्मनिर्भर बनाउन प्रत्येक वडामा कृषि प्राविधिकको व्यवस्था गरिनेछ भने एकवटा एक पकेट क्षेत्र कार्यक्रमलाई प्रभावकारी बनाइनेछ। कृषि उत्पादन आइटिएम प्रविधिको प्रयोग गरी अर्ग्यानिक तरकारी उत्पादन गरी आत्मनिर्भर र व्यवसायिक कृषि उत्पादन गरिनेछ र जसको लागि आइटिएम पाठशाला सिकाइ केन्द्र विस्तार गर्नका साथै कृषि सामग्रीहरू उपलब्ध गराइनेछ। पोषण बगैँचा प्रोजेक्ट दीप रूपसँग सहकार्य गर्दै सबै वडामा आमा समूहलाई आबद्ध गरी प्रत्येक घरमा अर्ग्यानिक तरकारी गरेसम्म सञ्चालनमा ल्याउन प्रोत्साहन गरिनेछ। व्यवसायिक खेती गर्ने किसानहरूलाई मल बिउ खरिद गर्न आवश्यक सुविधा उपलब्ध गराइनेछ भने बिउ उत्पादन गर्ने व्यक्ति समूह र सहकारीका लागि विशेष अनुदानलाई निरन्तरता दिइनेछ। कृषि क्षेत्रलाई प्रतिस्पर्धी र उत्पादनमुखी बनाउन सिँचाइ, कृषि सडक, वृद्धि गर्ने हाट बजार, सङ्गम केन्द्र, प्रशोधन केन्द्र निर्माण र बजारीकरणको व्यवस्थापन गरिनेछ। योजनालाई कार्यान्वयन गर्न सहजीकरण गर्ने लिफ्ट सिँचाइ र भूगर्भ सिँचाइ मार्फत सिँचाइलाई व्यवस्थापन गरिनेछ। खेतीयोग्य जमिन बाँझ राख्ने किसानलाई उत्पादन गर्न प्रेरित गर्ने, यदि नगरेको खण्डमा बाँझो जमिन राख्नेलाई कार्यविधि निर्माण गरी कारबाहीको दायरामा ल्याइनेछ। कृषि सहकारी र कृषक समूहसँग सहकार्य गरी कृषिमा आधारित घरेलु तथा सानो उद्योगहरू सञ्चालन गरिनेछ। किसानहरूको खेतीयोग्य जमिनहरू माटो परीक्षण गर्ने र तरकारी बालीलाई लाग्ने रोगको अनुसन्धान गर्न कृषि वैज्ञानिक, कृषि विज्ञानमा अध्ययन र विद्यार्थीहरूलाई परिचालन गर्ने प्रचार शिविर सञ्चालन गरिनेछ। मुख्यतः कृषि क्षेत्रको सम्भाव्य अनुसार निर्माण गरिएको योजना प्रत्येक वडामा प्राथमिकीकरणमा रहेका बाली तथा तरकारी पकेट उत्पादनदेखि बजारीकरणसम्म जोड्ने कार्यक्रममा दृढतापूर्वक कार्यान्वयन गरिनेछ। कपास विकास केन्द्रीय कार्यालयसँग सहकार्य गरी कपास खेती गर्न कृषकहरूलाई प्रोत्साहन गरिनेछ। पशु तथा पन्छी उत्पादनलाई प्रोत्साहन गर्न पशु पन्छी सम्भावना
साथ सूचना प्रविधि स्मार्ट गाउँपालिका सुरु गरिएको डिजिटल प्रोफाइल तयार गरी सेवा प्रवाहलाई एकीकृत प्रणालीमा परिणत गरी योजनालाई सञ्चालनमा ल्याइनेछ। पालिकाका सबै शाखा तथा वडा कार्यालयबाट दिइने सेवा सरल सुस्त र प्रविधिले बनाउन विभिन्न सफ्टवेयर लागू गरिनेछ। डिजिटल साक्षरता, साइबर सुरक्षा, ई-गभर्नेन्स र सूचना प्रविधि सम्बन्धी जनप्रतिनिधि, कर्मचारी, शिक्षक तथा अन्य सरकारवालालाई क्षमता विकास तालिम तथा कार्यक्रम व्यवस्था गरिनेछ। पालिका लगायत सम्पूर्ण शाखा वडा कार्यालयको सेवा र सूचना अनलाइन तथा विद्युतीय प्रणालीबाट उपलब्ध गराइने व्यवस्था गरिनेछ। पालिकाको वेबसाइट तथा मोबाइल एपमा कृत्रिम बुद्धि अथवा एआई आधारित च्याटबोट सेवा विकास गरी नागरिकका सामान्य जिज्ञासाहरूको डिजिटल उत्तर प्रणाली लागू गरिनेछ। गाउँपालिकाबाट प्रभाव हुने सेवालाई सुस्त बनाउन, सार्वजनिक सेवा विकासका कार्यहरूको प्रभावकारी रूपमा सञ्चालन गराउन, सेवा प्रवाहमा टोकन प्रणाली, सार्वजनिक सुनाइ, सामाजिक परीक्षण, डिजिटल नागरिक वडापत्र, डिजिटल नोटिस बोर्ड, सेवाग्राहीबाट सुझाव सङ्कलन, गुनासो व्यवस्थापन सम्बन्धी कार्यलाई आधुनिक प्रविधिमध्ये प्रयोग कार्यान्वयन गरिनेछ। पालिकाको स्वमूल्याङ्कन, वित्तीय सुशासन, जोखिम मूल्याङ्कन र आर्थिक विकास मूल्याङ्कनको कार्यविधिले तय गरेका देखिएका राम्रा सूचकहरूलाई निरन्तरता दिने र सुधार गर्नुपर्ने क्षेत्रहरू पहिचान गरी योजना निर्माण तथा क्षेत्र विकास कार्यक्रमलाई प्रभावकारी बनाइनेछ। 8 सार्वजनिक सेवा प्रवाह। पालिका र वडाले गरेका हरेक निर्णयहरू 3 दिनभित्र सार्वजनिक गर्ने र हरेक महिनामा गरेको प्रशासनिक तथा आर्थिक विवरण पालिका र वडाद्वारा सार्वजनिक गरिनेछ। पालिकाले सार्वजनिक खरिद योजना बनाई सार्वजनिक खरिद प्रक्रियालाई पूर्ण पारदर्शी बनाइनेछ। पालिकाले नतिजामा आधारित कार्य सम्पादन प्रणाली तथा संस्थागत क्षमता अभिवृद्धि गर्न कर्मचारी क्षमता विकास तालिम, प्रशिक्षण, कार्य सुरक्षा, प्रोत्साहन भत्ता तथा कार्य सम्पादनमा आधारित पुरस्कारको व्यवस्था गरिनेछ। जनताका सेवाग्राहीहरूको गुनासो व्यवस्थापनका लागि पालिका र वडा गुनासो व्यवस्थापन वडा कार्यालयहरूमा गुनासो पेटिकाको व्यवस्थापन गरिनेछ। सेवा प्रवाह र प्रशासनिक कार्यलाई सरल बनाउन गाउँ कार्यपालिकाको भवन, वडा कार्यालयहरू, स्वास्थ्य चौकीहरू तथा विद्यालय र सामुदायिक सरकारी भवनहरूलाई डिजिटल प्रविधियुक्त वातावरण मैत्री, अपाङ्ग मैत्री तथा सौन्दर्यीकरण गरिनेछ। तथा कार्य सम्पादन मूल्याङ्कनलाई समेत कर्मचारीको कार्य सम्पादन मूल्याङ्कनका आधारमा बनाइएको साथै जनशक्तिको व्यवस्थापन करार सेवा निर्देशिकाको आधारमा गरिनेछ। अध्यक्ष, प्रशासकीय प्रमुख र शाखा प्रमुखसँग कार्य सम्पादन सम्झौता गरी दण्ड र पुरस्कारको व्यवस्था गरिनेछ। नगर प्रहरीको भर्नामा भएको सुस्तीलाई अन्त्य गरी पालिकाको सुरक्षा तथा व्यवस्थापनलाई सुदृढ गरिनेछ। अभिलेखको आधारमा सही बेपत्ता र घाइतेहरूलाई प्रदान गरिने सेवा सुविधालाई प्रभावकारी बनाउन पालिका परिचय पत्र प्रदान तथा सम्मान कार्यक्रम गरिनेछ। भए गरेका कामहरूलाई जनताको बिचमा पुर्याउन अर्धवार्षिक तथा वार्षिक बुलेटिन प्रकाशन गरिनेछ। आवश्यक पर्ने थप नीति, आवासीय योजना तथा गृह योजना, मध्यकालीन खर्च संरचना र कानुन कार्यविधि तर्जुमा गरी गाउँपालिकाको कार्यक्षमतालाई व्यवस्थित गरिनेछ। 9 राजस्व र वित्तीय व्यवस्था। कर प्रणाली स्वच्छ र पारदर्शी बनाउन शैक्षिक कर बुझाउने परिपाटी विकास सम्बन्धी व्यवसायहरूलाई दर्ताका लागि विशेष पहल गरिएको साथै प्रगतिशील कर अवधारणा अगाडि बढाइ शैक्षिक तथा बढी कर तिर्नेलाई सम्मान तथा पुरस्कृत गरिनेछ। गाउँपालिका क्षेत्रभित्र काम गर्ने राष्ट्रिय अन्तर्राष्ट्रिय गैर सरकारी संस्था, सहकारी निर्माण व्यवसाय र सप्लायर्सहरूलाई संस्कृत गर्न गराइने करको दायरामा ल्याइनेछ। साना व्यवसाय, कृषि तथा पशुपक्षी फर्म, लघु उद्योग, साना उद्योग, ठुला उद्योग सूचीकृत गर्नको साथै वन पैदावार, कृषिजन्य उत्पादन, पशुजन्य उत्पादनको निकासलाई करको दायरामा ल्याइनेछ। राष्ट्र निर्माणमा नागरिकको लगानी तथा सहभागी सुनिश्चित गर्न करदाता शिक्षा तथा अन्तर्क्रिया गरिनेछ। कमाडी समाज विकासका लागि निजी क्षेत्रका व्यवसायसँग सहकार्य गर्ने र पालिकाको मताहतका कार्यालयहरूमा रहेका कमाडहरूलाई बिक्री गरी राजस्व वृद्धि गरिनेछ। एआई
प्रयोग गरी मानखोलाको नदीजन्य पदार्थलाई निकासा गरिनेछ। विभिन्न वित्तीय क्षेत्र उद्योगहरूको ऐन कानुन बमोजिम सामाजिक उत्तरदायित्व वहन गर्नलाई जनताको सुविधालाई सुनिश्चित गरिनेछ। पालिकाको राजस्व वृद्धि गर्नलाई व्यवसायहरूको घर दैलोमै व्यवसाय दर्ता तथा नवीकरण अभियानसहित शिविर कार्यक्रम सञ्चालन गरिनेछ। 10 सांस्कृतिक तथा पर्यटन स्थानीय भाषा संस्कृति परिकारलाई संरक्षण प्रबन्धन गर्दै सामुदायिक धार्मिक सांस्कृतिक पर्यटकीय क्षेत्र निर्माण गरी आर्थिक विकास गरिनेछ। पालिकामा रहेका पुरातत्व सम्पदा मठ मन्दिर मस्जिद चर्च गुम्बा ताल तलाइया खोला नाला वन क्षेत्रको संरक्षण तथा थप पूर्वाधार निर्माण गरी आकर्षक र सौन्दर्यीकरण गरिनेछ। अन्तर्विद्यालयहरू भाषा साहित्य संस्कृति लगायत अतिरिक्त विद्यागत क्षेत्रमा तालिम प्राप्त गर्नुका साथै प्रतिभाको खोजी कार्यक्रमलाई निरन्तरता दिइनेछ। भाषा साहित्य संस्कृति सम्बन्धी पालिका प्रदेश राष्ट्रिय स्तरका प्रदर्शनी मेला सम्मेलन गोष्ठी सभा गरिनुको साथै साहित्य पुरस्कार प्रदान गरिनेछ। साहित्य संस्कृति भाषा पर्यटन इतिहास आदिको अनुसन्धान र पुस्तक प्रकाशन गरिनेछ। शहीद बेपत्ता घाइते लगायतका द्वन्द्ववृत्तको जीवनकालमा पुस्तक प्रकाशन गरिनेछ। शहीद पार्कलाई सम्पन्न गरेको पर्यटकीय स्थलको रूपमा विकास गरिनेछ। 11 खानेपानी प्रकाशन सम्पूर्ण नागरिकहरूलाई स्वच्छ खानेपानीको तीव्र गतिमा पहुँच पुर्याउन सबै खानेपानी आयोजकहरूको पालिका विस्तार धारा जडान कार्यक्रम सञ्चालन गरिनेछ। तत्काल खानेपानीको व्यवस्था नभएका नागरिकहरूलाई धारा जडान कार्यक्रम सञ्चालन गरिनेछ। खानेपानी तथा सरसफाइ सम्बन्धी खानेपानी उपभोक्ता समिति टोल विकास संस्था विद्यालयहरू समुदाय स्तरमा जनचेतना तथा क्षमता विकास कार्यक्रमहरू सञ्चालन गरिनेछ। हजुर गाउँपालिकाको खानेपानी सरसफाइ तथा स्वच्छता योजना बास योजनाको कार्यान्वयन प्रदर्शन गर्दै अगाडि बढाइनेछ। हजुर गाउँपालिकामा 10 वटा माथि स्तरमा सामुदायिक विद्यालयलाई नेपाल सरकारले नीतिहरू 3 स्टार उन्मुख विद्यालय बनाइनेछ। खानेपानी योजना आयोजनाहरूमा सुरक्षा योजना लागू गरी राष्ट्रिय मानदण्ड स्तर अनुसार प्रविधिहरूको जाँच गर्नको ल्याब स्थापना गरिनेछ। सम्बन्धित कार्यरत गैर सरकारी संस्थाहरूसँग सहकारी गरिनेछ। खानेपानीको मर्मसम्मान स्थापना गरिनेछ। पूर्ण सरसफाइ उन्मुख पालिका बनाउने कार्यालय योजनाबद्ध रूपमा कार्यान्वयन गरिनेछ। सार्वजनिक शौचालयहरू निर्माण गरिनेछ। बाल फोहोर मैला व्यवस्था खुजुरा गाउँपालिकाको सहरीकरणलाई मध्यनजर गर्दै दिगो फोहोर मैला व्यवस्थापन गरिनेछ। फोहोर मैला व्यवस्थापनमा निजी तथा साझेदारी नीति अनुरूप निजी क्षेत्रसँग सहकारी गर्दै जनसहभागिता सुनिश्चित गरिनेछ। खुजुरा गाउँपालिकाका विभिन्न टोल बस्ती तथा सार्वजनिक संस्थाहरूबाट सङ्कलित फोहोरहरूलाई व्यवस्थापन गरेर डम्पिङ साइटको छनौट गरी निर्माण गर्नको साथै फोहोर रिसाइक्लिङ डिस्पोज गरिनेछ। प्रत्येक विद्यालय र सरकारी कार्यालयहरूमा तथा आवश्यकता पर्ने सार्वजनिक स्थानमा फोहोर व्यवस्थापनका लागि संरचना निर्माण गरी कुहिने र नकुहिने फोहोरको व्यवस्थापन गरिनेछ। कुहिने फोहोरलाई जम्मा गरी मल निर्माण गर्न तालिमहरू सञ्चालन गरिनेछ। फोहोर मैला व्यवस्थापन र सरसफाइ सम्बन्धी समुदाय स्तरमा जनचेतना तथा क्षमता विकासका कार्यक्रमहरू सञ्चालन गरिनेछ। वन तथा वातावरण समृद्धिका लागि वन परियोजनालाई कार्यान्वयन गर्दै निजी वन तथा सार्वजनिक वनको विस्तार र संरक्षण गरी वातावरण अनुकूल हरियाली क्षेत्र निर्माण गरिनेछ। वातावरण संरक्षणको लागि वन उपभोक्ता समिति समुदाय स्तरमा जनचेतना क्षमता विकास र दिवस तथा महोत्सवहरू लगायतका कार्यक्रमहरू गरिनेछ। सामुदायिक वनलाई संरक्षण गर्दै आएका जडीबुटी फलफुल बेसार उत्पादन लगायतका कार्यहरू गरिनेछ। वन तथा फलफुलको नर्सरी स्थापना गरी बिरुवा लगाउने व्यवस्थापन गरिनेछ।
सामुदायिक स्तरमा कार्यक्रम सञ्चालन गरिरहेछ। विपद 14 विपद व्यवस्थापनलाई प्रभावकारी बनाउन विपद न्यूनीकरण कार्यक्रमको अन्तर्गत पूर्व सूचना प्रणाली लागू गरिरहेछ। विपद व्यवस्थापनको लागि सम्भावित क्षेत्रहरू निर्धारण गरी युवा स्वयंसेवकहरूलाई तालिम प्रदान गरिरहेछ। राहत र उद्धारलाई व्यवस्थित गर्न अन्तरपालिका समन्वय गरी आवश्यक सहयोगलाई उच्च प्राथमिकतामा राखिनेछ। खजुरा गाउँपालिकाको स्थानीय विपद तथा जलवायु सहनशीलता योजना निर्माण गरी कार्यान्वयन गरिनेछ। विपद जोखिम रहन सक्ने स्थानको नियन्त्रण गरी अति आवश्यक विभिन्न घरहरूको घर बिमा कार्यक्रम सञ्चालन गरिनेछ। आगलागी हावाहुरी विवरण भूकम्पबाट सडक दुर्घटना न्यूनीकरण गर्न सचेतना कार्यक्रमहरू गरिनेछ। 15 उद्योग व्यवसाय घरेलु तथा साना उद्योग तथा व्यापार वृद्धि पूर्वाधार निर्माणसँगै लगानीकर्ता भित्र्याउन सहज वातावरण बनाउन अन्तर्क्रिया संवाद लगायतका कार्यक्रमहरू अगाडि बढाइनेछ। खजुरा उद्योग वाणिज्य सङ्घ निर्माण र परिचालन गरी व्यावसायिक सुरक्षा तथा प्रबन्धन गरिनेछ। कृषिमा आधारित मझौला तथा सानो उद्योगहरूलाई सञ्चालन गर्न आवश्यक पहल गरिनेछ। स्थानीय उद्योगी र व्यवसायसँग निजी तथा साझेदारी नीति अवलम्बन गरी नवप्रवर्तनमा आधारित आर्थिक विकास कार्यक्रमलाई प्रभावकारी बनाइनेछ। निर्माणाधीन औद्योगिक ग्रामलाई निर्माण गरी सानो तथा मझौला घरेलु लघु उद्योगको स्थापना गरी सञ्चालनमा ल्याइनेछ। टोलमा लघु घरेलु तथा साना कुटीर उद्योग सञ्चालन गर्न फलफुल खेती तथा जुस तथा वाइन बेसार पशुधन अदुवा लसुन धनियाँ जिरा खोर्सानी जस्ता मसला जन्य वस्तु उत्पादनमा वृद्धि गरिनेछ। विदेशबाट फर्किएका युवाहरूको शीघ्र क्षमताका आधारमा लघु घरेलु तथा सानो उद्योग सञ्चालनका लागि वातावरण बढाइनेछ। लघु उद्योग विकास तथा व्यवसाय योजना तालिम सञ्चालन गरिनेछ। परम्परागत सिपको संरक्षण गरी उद्योग बनाउन विशेष जोड गरिनेछ। परम्परागत सिपलाई प्रोत्साहन स्थानीय उत्पादन लघु घरेलु तथा सानो उद्योगीहरूलाई अनुदान तथा प्रविधि हस्तान्तरण गरिनेछ। पालिका क्षेत्रभित्रका बेरोजगारहरूको पहिचान गरी प्रधानमन्त्री रोजगार अर्थात् राष्ट्रिय रोजगार कार्यक्रम मार्फत रोजगारी सिर्जना गर्नुको साथै पालिका रोजगार कार्यक्रमहरू सञ्चालन गरिनेछ। बेरोजगार युवा युवतीहरूलाई चाहना अनुरूप सिपमूलक तालिमहरू प्रदान गरी स्वरोजगार बनाइनेछ। महिला उद्यमीहरूबाट उत्पादित वस्तुहरूलाई कसैले घर सञ्चालन गरी बजारीकरण गरिनेछ। 16 सहकारी आवश्यक ऐन कानुन कार्यविधि तर्जुमा गरी पालिका स्तरीय सहकारी सञ्चालन गठन गरिनेछ भने सहकारी सञ्चालनको एकीकरण गर्न प्रोत्साहन गरिनेछ। सहकारीलाई बलियो बनाई आर्थिक विकास गर्ने उद्देश्य अनुरूप उत्पादनमा जोड दिन सहकारी गरी सञ्चालन गरिनेछ भने कृषिमा आधारित उद्योग सञ्चालनका लागि प्रोत्साहन गरिनेछ। कृषक तथा उद्यमीहरूले उत्पादन गरेका वस्तुको बजारीकरण गर्न सहकारीलाई आवश्यक सहयोग गरिनेछ। बचत तथा ऋण सहकारीहरूलाई उत्पादन र श्रमसँग जोडेर व्यवसायिक बनाइनेछ। श्रम सहकारी संस्थाको अनुगमन न्यायिक संस्थागत सुशासन कायम गर्नको लागि साथै व्यवस्थापन तालिम सहकारी शिक्षा र नेतृत्व विकास गर्ने कार्यक्रम सञ्चालन गरिनेछ। 17 न्यायिक समिति न्याय सम्पादनलाई छिटो चलिँदो सरल सुदृढ व्यवस्थित प्रभावकारी र समय सापेक्ष बनाउनका लागि अभिलेख व्यवस्थापन प्रणाली सफ्टवेयर मार्फत सेवा प्रवाह गर्न तालिम सञ्चालन भइरहेकोले पूर्ण रूपले कार्यान्वयन गरिनेछ। न्यायपालिकाको रूपमा न्यायिक समितिको छलफल प्रक्रियालाई प्रभावकारी बनाउन न्यायिक इजलास निर्माण गरी सञ्चालन गरिनेछ। न्याय सम्पादनलाई चुस्त रूपमा सञ्चालन गर्नका लागि अपाङ्ग दलित महिला अल्पसङ्ख्यक समावेश गरी सामुदायिक स्तरमा न्यायिक पहुँच कायम गर्न तालिमको व्यवस्था गरी मेलमिलापकर्ता सूचीकृत गरिनेछ। मेलमिलाप सम्बन्धी सिकाइ आधार प्रदान गर्न अन्तर्प्रदेश जिल्ला र अन्तरपालिका भ्रमण तथा अन्तर्क्रिया कार्यक्रमहरू सञ्चालन गरिनेछ। मेलमिलापकर्ता मेलमिलाप संयोजक र न्यायिक समितिलाई पूर्ण ताजगी तथा विशेष कानुनी क्षमता विकासको कार्यक्रमलाई सञ्चालन गरिनेछ। न्यायिक समिति संयोजक र मेलमिलापकर्ताहरूलाई उत्कृष्ट पुरस्कार प्रदान कार्यक्रमलाई निरन्तरता दिइनेछ। विद्यालय किशोर किशोरी आमा समूह स्वयंसेवका र महिला सहकारीलाई जनचेतनामूलक कानुनी तथा न्यायिक प्रशिक्षण तालिम प्रदान गरिनेछ। 18 लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण आवश्यक नीति स्रोत साधनको व्यवस्था गरी सूचकहरू तयार
अधिकार सम्बन्धी 1989 मा उल्लेखित बाल अधिकारको सुनिश्चितताका लागि कानुनी पैरवी क्षमता विकास जन चेतनामूलक कार्यक्रम सञ्चालन गरिनेछ। बाल क्लब सञ्चालन किशोरी सञ्जालहरूको परिचालन र प्रभावकारी बनाउन उपयोगी शिक्षा तालिम र क्षमता विकास तालिम सञ्चालन गरिनेछ। स्थानीय शासन सञ्चालन बाल मैत्री बनाइनेछ। अभिभावकविहीन बालबालिकाहरूलाई घाँस कपास स्वास्थ्य शिक्षाको व्यवस्था गरिनेछ। बेजिङ घोषणापत्रमा उल्लेख भएका 12वटा प्रतिबद्धतालाई आत्मसात गर्दै सम्बोधन हुने गरी कार्यक्रम सञ्चालन गरिनेछ। लैङ्गिक समानता र समावेशी विकासका लागि जनप्रतिनिधि र कर्मचारीहरू सरकारवालाहरूलाई क्षमता विकास तालिम दिइनेछ। लैङ्गिक हिंसा विरुद्धको शून्य सहनशीलताको नीति अप्नाई कार्यक्रमहरू सञ्चालन गरिनेछ। घरेलु हिंसा लैङ्गिकतामा आधारित हिंसा न्यूनीकरण गर्न वडाहरूमा निगरानी समितिलाई सक्रिय बनाइनेछ भने हिंसा विरुद्ध कानुनी सहायता सहयोग कार्यक्रम सञ्चालन गरिनेछ। विभिन्न राष्ट्रिय अन्तर्राष्ट्रिय सङ्घ संस्थासँग समन्वय सहकार्य गरी लैङ्गिक हिंसा घरेलु हिंसा मानव देखरेख र लागु औषधि नियन्त्रण गर्न विशेष कार्यक्रम बनाइ लागू गरिनेछ। सामाजिक आर्थिक रूपले पछाडि पारिएका एकल महिला बालबालिका अपाङ्गता भएका व्यक्तिहरू हिंसा पीडित महिला र किशोरीहरूलाई मनोप्रकारक तालिम सिपमूलक तालिमद्वारा सशक्तिकरण पुनर्स्थापनाको विशेष कार्यक्रम गरिनेछ। लैङ्गिक हिंसा कोष बाल कोषलाई निरन्तरता दिइनेछ। आर्थिक रूपमा विपन्न अपाङ्गता भएका सामाजिक सुरक्षा भत्ता प्राप्त नगरेका व्यक्तिहरूलाई निःशुल्क स्वास्थ्य बिमा गर्ने व्यवस्था मिलाइनेछ। अपाङ्गता भएका व्यक्तिलाई स्वास्थ्य क्षेत्रमा सहज पहुँच आय आर्जनमा सहभागिता र आवश्यक सहयोग साधनको व्यवस्था गरिनेछ। महिला बालबालिका अपाङ्गता भएका व्यक्तिहरूको सबै क्षेत्रमा अर्थपूर्ण सहभागिता सुनिश्चित गरी समावेशी र समानुपातिक प्रतिनिधित्व कायम गरिनेछ। ज्येष्ठ नागरिकले समाज र राष्ट्रमा पुर्याएको योगदानको सम्मान गर्दै अन्तर्पुस्ता सिप हस्तान्तरण अन्तर्पुस्ता संवाद र ज्येष्ठ नागरिक सम्मान कार्यक्रम गरिनेछ। ज्येष्ठ नागरिक स्वास्थ्य प्रबन्धन कार्यक्रमलाई सञ्चालन गरिनेछ। गरिबलाई रोजगार र स्वरोजगारको अवसर प्रदान गर्न रोजगार विपन्नताका आधारमा प्राथमिकीकरण गरी क्षमता विकास र सिपमूलक तालिम प्रदान गरी स्वरोजगार तथा आत्मनिर्भर जनशक्ति तयार गरिनेछ। गरिब परिवारका एकीकृत सूचनाको लागि गरिब घर परिवारको सूचना प्रणाली निर्माण गरी पालिकाले गरिब परिचय पत्र वितरण गर्ने कार्यक्रममा निरन्तरता दिइनेछ भने सङ्घीय सरकारको निक्षेप गरिबीका रेखामुनि रहेका दलित गरिब श्रमयोग्य जनशक्तिलाई सिपमूलक तालिम दिई स्वरोजगार बनाउन परम्परागत पेसा ज्ञान र सिपलाई आधारित व्यवसाय सञ्चालनका लागि प्रोत्साहन तथा थप सेवा प्रदान कार्यक्रम सञ्चालन गरिनेछ। वैदेशिक रोजगारमा जानु पर्ने निम्न वर्गका युवा-युवतीहरूलाई सिपमूलक तालिम निःशुल्क सिकाउने व्यवस्था गरिनेछ। स्थानीय स्तरमा रोजगारी सिर्जना हुन सक्ने प्राविधिक तथा व्यवसायका लागि प्राविधिक सहायता प्रदान गर्ने र व्यवसाय सुरु गरेकालाई अनुदान प्रदान गर्ने व्यवस्था गरिनेछ। वैदेशिक रोजगारमा फर्केका तथा भिसा स्वीकृत भएका जान नपाएका व्यक्तिहरूलाई रोजगार सेवा केन्द्रमा सूचीकृत गरी रोजगारी र व्यवसायिक अवसर प्रदान गर्नको साथै राम्रो उद्यमी रहेकाहरूलाई पुरस्कृत समेत प्रदान गरिनेछ। सिमानाकृत तथा लक्षित वर्ग बीच सङ्घीय लोकतान्त्रिक गणतन्त्रको सुन्दर पक्ष समाजमा रहेका लोकहरूको सिमानाकृत गरी पछाडि परेका समुदाय र भेदभावमा परेका समुदायलाई समानुपातिक समावेशी आधारमा सामाजिक आर्थिक रूपले चाहिँ समानता कायम गर्दै कुनै किसिमको पनि भेदभाव अन्त्य गर्ने दृढ सङ्कल्पसहित समानतामा उठाउने खालका कार्यक्रमहरू सञ्चालन गरी सामाजिक न्यायको प्रत्याभूति दिलाइनेछ। दलित वैदेशिक मुस्लिम जनजाति अल्पसङ्ख्यक समुदायकृत दण्डकृतसहित बेपत्ता परिवार एकल महिला युवा बालबालिका र ज्येष्ठ नागरिकहरू वडा र पालिका स्तरका सञ्जाल निर्माण गरी मागमा आधारित तथा सामुदायिक सहभागिता तय गरिएका उचित प्रकार कार्यक्रमहरू सञ्चालन गरिनेछ। जातीय भेदभाव मुक्त समाज निर्माण गर्न सचेतनामूलक कार्यक्रमहरू सञ्चालन गरिनेछ। लक्षित वर्गका समुदायले परम्परागत सिप कला परिवार परिकार संस्कृति भाषाको संरक्षण गरी
आयामूलक बनाई आर्थिक विकास रूपान्तरणलाई जोड दिइनेछ। युवा युवतीलाई आवश्यकताका आधारमा सक्षम तुल्याउनु र आय आर्जनसँग जोड्ने गरी प्राविधिक शैक्षिक र पेसागत तालिम प्रदान गरिनेछ। जनजाति समुदायको भाषा संस्कृति वेशभूषा र परिकारको संरक्षण र प्रबन्धन गरी पर्यटन तथा व्यवसायिक बनाइनेछ। मधेसी मुलुकको उत्थानका लागि सामाजिक शैक्षिक तथा पेसागत विकास गरी आर्थिक विकासमा जोड दिइनेछ। दलित तथा संरक्षित समुदायको परम्पराका सिपलाई आधुनिकीकरण गर्ने कला संस्कृतिको प्रबन्धन गरी आय आर्जनमा जोड दिइनेछ। एकल महिला दण्डप्रिय तथा लक्षित महिलाहरूलाई मनोपरामर्श तालिम घरेलु उत्पादन र सिपमूलक तालिम प्रदान गरी आत्मनिर्भर बनाइनेछ। अपाङ्गता भएका व्यक्तिहरूलाई निःशुल्क शिक्षा आय आर्जनमूलक तालिम प्राविधिक सहयोग र आवश्यक पर्ने सहायक साधन उपलब्ध गराइनेछ। बालबालिकाहरूको अधिकारलाई सुनिश्चित गरी वृद्धि विकास तथा क्षमता विकासको कार्यक्रम सञ्चालन गरिनेछ। ज्येष्ठ नागरिक सम्मान तथा आवश्यक सुरक्षालाई सपोर्ट पुग्ने कार्यक्रम सञ्चालन गरिनेछ। सामाजिक सुरक्षा तथा पञ्जीकरण सामाजिक सुरक्षा कार्यक्रमबाट सेवा नपाएकाहरूलाई सम्बोधन हुने गरी सामाजिक सुरक्षा भत्ताको व्यवस्था गरिनेछ। ज्येष्ठ नागरिकको सुरक्षा भत्ता बैंक खातामा सिधै उपलब्ध गराइएकोमा भत्ता प्राप्त गर्दा हुने असहजतालाई सम्बन्धित बैंकहरूसँग सहकार्य गरी सहज रूपमा उपलब्ध गराइनेछ। सामाजिक सुरक्षा भत्तालाई पारदर्शिताका लागि सम्पूर्ण लाभग्राहीहरूलाई बायोमेट्रिक प्रणालीमा आबद्ध गरिनेछ। सामाजिक सुरक्षा भत्ता रकम खाने प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूको व्यक्तिगत विवरण राष्ट्रिय परिचय पत्र नम्बरको प्रयोगलाई कार्यान्वयन गरिनेछ। नागरिक आरोग्य सेवा केन्द्र 22 नागरिक आरोग्य सेवा केन्द्रबाट आयुर्वेद स्वास्थ्य सेवा प्रदान गर्ने तथा समुदायमा जनचेतना फैलाई स्वस्थ जीवन जिउने पद्धतिको विकास गर्न नागरिक आरोग्य सेवा केन्द्रलाई सक्षम बनाइनेछ। मेरो स्वास्थ्य मेरो जिम्मेवारी स्वास्थ्य जीवनशैली योग शिविर मार्फत आम नागरिकलाई शारीरिक मानसिक र आध्यात्मिक स्वस्थ एवं सबल बनाइ नसक्ने रोगलाई न्यूनीकरण गरिनेछ। स्वास्थ्यकर जीवनशैली प्रबन्धनको लागि गृहिणी होटल व्यवसाय तथा आमा समूहहरूलाई वडा स्तरमा भान्सा सुधार जस्ता कार्यक्रमहरू सञ्चालन गरिनेछ। विद्यालय अभिभावक शिक्षक विद्यार्थीहरूलाई स्वस्थ जीवनशैली र नसर्ने रोगहरूको बारेमा सचेतनामूलक तथा अन्तर्क्रिया कार्यक्रमहरू सञ्चालन गरिनेछ। योग शिविर सञ्चालन भएका आह्वान गर्न चाहने कुल तथा समुदायलाई सेवा प्रदान गर्न योग समिति नेपालसँग सहकार्य तथा आवश्यक सहयोग गरी स्वस्थ खजुरी बनाउन योगदान पुर्याउनेछ। भूमि नीति तथा भूमि नीतिको व्यवस्था पालिकाभित्र रहेका दलित सुकुम्बासी र अव्यवस्थित पशुवासीहरूलाई जग्गा धनी प्रमाण पूजा लाल पूजा उपलब्ध गराउने कार्यलाई तीव्र गतिमा अगाडि बढाइ जनताको भूमि अधिकारलाई कार्यान्वयन गरिनेछ। जमिन भू उपयोग योजना निर्माण तथा वर्गीकरण गरिएकोले कार्यान्वयन गरिनेछ। गाउँपालिकाभित्र रहेका ऐलानी तथा सार्वजनिक जग्गाको संरक्षण गर्न सरकारले ऐलानी तथा सार्वजनिक जग्गाको खोजी तथा पहिचान गरी पालिका सरकारको मात्रामा ल्याइनेछ। राष्ट्रिय आवास कम्पनीको क्षेत्राधिकारभित्र रहेका जनताको जग्गा धनी प्रमाण पत्र लाल पूजा उपलब्ध गराइनेछ। 24 गैर सरकारी संस्था गैर दर्ता नदीमा तथा विकल्प र खारेजी तथा नियमन कार्यालय व्यवस्थित गरिनेछ। सहकारी समुदाय गैर सरकारी संस्थाहरूबाट प्रस्तावित बजेट तथा कार्यक्रम गाउँसभाले अनुमोदन गरेर राम्रो कार्यक्रम सञ्चालन गर्न दिइनेछ। जनहितका कार्यक्रम सञ्चालन गर्न अनुमति दिइनेछ। नागरिक निकाय एवं सरकारी संस्थाहरूलाई विकास निर्माण मानवीय विकास शिक्षा कृषि पशु खानेपानी विपद व्यवस्थापन लगायतका क्षेत्रहरूमा सहभागिता सहकारी र सहयोगको वातावरण सञ्चार क्षेत्र प्रबन्धन कार्यक्रमको बजेट आकारमा वृद्धि गरी न्यूनीकरण दिइनेछ। स्थानीय सञ्चार माध्यमलाई प्राथमिकता दिइनेछ र पालिकाको आर्थिक सञ्चार नीति बनाइनेछ। सञ्चार क्षेत्रको संस्थागत विकास नयाँ पत्रकार उत्पादक पत्रकारहरूको क्षमता विकासका लागि कार्यशाला उन्मुखीकरण लेखन प्रवृत्तिसँग चाहिँ पालिकाको समग्रतामा विकास
प्रकाशन समृद्धि झल्किने गरी पुस्तक प्रकाशको लागि प्रबन्ध मिलाइनेछ। गाउँपालिका तथा वडा कार्यालयको विभिन्न विज्ञापन सूचनाहरू लोक कल्याणकारी सूचना स्थानीय स्तरमा प्रकाशनका लागि प्राथमिकता दिइनेछ। स्थानीय सरकारको तर्फबाट प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको वातावरण कायम राखिनेछ। 26 समन्वय तथा सहकार खजुरा गाउँपालिकाभित्र कार्यक्षेत्र बनाई काम गर्ने विकास साझेदारी दात्री निकाय गैर सरकारी संस्था लगायतसँग सहकारीहरू समन्वय गरिनेछ। विपद व्यवस्थापन राहत वितरण र पुनर्स्थापनाका लागि अन्तरपालिका राष्ट्रिय अन्तर्राष्ट्रिय साझेदारी निकाय र राज्यका अन्य निकायसँग समन्वय तथा सहकारी गरिनेछ। पालिकाका आवश्यकताका सवालहरूलाई अन्तर जिल्ला प्रदेश र सङ्घीय सरकारसँग सहकारी समन्वय गरिनेछ। सूचनाको हकलाई प्रभावकारी बनाई जनतालाई सरकारका काम र सेवा प्रवाहलाई सरल र सुलभ बनाउन सञ्चारजनसँग सहकार्य गरिनेछ। फोहोर मैला व्यवस्थापनलाई दिगो बनाई स्वच्छ सफा हरित खजुरा निर्माण गर्न निजी साझेदारी तथा जनतासँग सहकार्य र समन्वय गरिनेछ। अन्तमा हामी आफै बनाउँ हाम्रो खजुरा आत्मनिर्भर र समृद्ध खजुराको मूल नारालाई पुरा गर्न निर्मित पञ्चवर्षीय योजना, आबादी योजना, मध्यकालीन अर्थ संरचना योजना र जनताको स्तरबाट आएका योजनाहरूलाई प्राथमिकीकरण गर्दै बहुवर्षीय योजना कार्यान्वयनको निरन्तरता दिने कुरालाई ध्यानमा राखी चौतर्फी रूपमा खजुराको विकासलाई गति दिन वार्षिक कार्यक्रमलाई नीति तथा कार्यक्रमको रूपमा तय गरिएको छ। नीति तथा कार्यक्रमको उद्देश्य लक्ष्य प्राप्तिका लागि कार्यान्वयन गर्न अब 2082-83 को नीति तथा कार्यक्रममा आधारित बजेटको विनियोजन गरिनेछ। नीति तथा कार्यक्रम र बजेटको कार्यान्वयनमा सम्पूर्ण खजुरावासी जनसमुदायको सक्रिय भूमिका तथा पूर्ण सहयोगको अपेक्षा गरेको छु। यस नीति तथा कार्यक्रम र बजेट निर्माण गर्दा सल्लाह सुझाव र सहयोग गर्नुहुने प्रतिनिधि सभाका मान्यजीहरू, लुम्बिनी प्रदेशका मान्यजीहरू, राजनीतिक दलका प्रमुखहरू एवं प्रतिनिधिहरू, पूर्व जनप्रतिनिधिहरू, बौद्धिक शिक्षक, स्थानीय उद्योगी व्यापारी, विभिन्न सङ्घ संस्था, सहकारी सङ्घ संस्था, विषयगत समितिका पदाधिकारी, राष्ट्रिय सेवा कर्मचारी, पत्रकार लगायत सम्पूर्ण खजुरावासी समुदायहरूमा हार्दिक आभारसहित धन्यवाद दिन चाहन्छु। गाउँपालिकाले निर्वाह गर्नुपर्ने भूमिका र उत्तरदायित्व पुरा गर्न सहयोग गर्ने नेपाल सरकार, लुम्बिनी प्रदेश सरकारप्रति हार्दिक आभार व्यक्त गर्दछ। गाउँपालिकाका जनप्रतिनिधिहरू तथा सम्पूर्ण पालिकामा कार्यरत राष्ट्र सेवा कर्मचारीहरूलाई विशेष धन्यवाद व्यक्त गर्दछ। धन्यवाद।